यो आज बिक्रीमा रहेको घर काठमाडौँमा रहेको छ साथीहरू, हेर्न सक्नुहुन्छ हैन। यहाँ चाहिँ तपाईले 10 फुटे ठुलो पिच रोडको एक्सेस पाउनुहुन्छ भने पूर्व पश्चिम राजमार्गबाट जम्मा 1 किलोमिटरको डिस्टेन्समा रहेको वरिपरि बस्ती बसिसकेको सुन्दर बस्ती सभ्य समाजको बिचमा रहेको छ भने नजिकै स्कुल, कलेज, ब्याङ्क, फाइनान्स, हस्पिटलहरुको गरेबाट पुगिसकेको सुपरमार्केट सबैले सुविधा सम्पन्न ठाउँमा रहेको छ। यस्तो दामी लोकेसनमा रहेको घर रहेको छ कि तपाई यो घर हेर्न आउनुभयो भने तपाई हेरेको हेरे हुनुहुन्छ। अब यसको बारेमा भन्नुपर्दाखेरि चाहिँ यो चाहिँ 3 आना क्षेत्रमा बनेको 2.5 तले नयाँ घर भने पनि हुन्छ नि त। भूकम्प पछि बनेको घर रहेको छ। यो घरमा तपाईले टोटल 8 वटा ठुला रुमहरु पाउनुहुनेछ। रुमहरु पनि सबै उज्यालो रहेका छन् किनभने यो घर पूर्व फेस गरेको घर रहेको छ। त्यही भएर बिहानदेखि बेलुकीसम्म घाम लाग्ने ठाउँमा एकदमै हाइटमा रहेको र रुमहरु पनि उज्यालो रहेका छन्। 8 वटा रुम पाउनुहुन्छ। तीमध्ये एउटा किचन पाउन सक्नुहुन्छ र 3 वटा कमन टोयलेट बाथरुम रहेको छ। अब यस्तो लोकेसनमा रहेको घरको मूल्य के कति भनेर तपाईले सोचिरहनु भएको होला, तर तपाईले सोचे भने धेरै नै सस्तो, जम्मा 1,90,00,000 लाखमा बिक्री गर्दै हुन्छ। त्यसमा पनि तपाईले अझै चाँडो गरेर लिनु, अझै मिलाएर डिस्काउन्ट गरेर दिन्छु भन्नुभएको छ। त्यसैले मौकाको फाइदा उठाउनु होला। अब सर यसको लोकेसन बताउनु पर्दाखेरि चाहिँ काठमाडौँ जिल्ला चन्द्रगिरी नगरपालिका वार्ड नम्बर 5 हाइभिजन कोलोनीमा रहेको घर तपाईले कस्तो लाग्यो पक्कै पनि मन परेर। यदि मन पर्यो भने सिधै मैले माथि घरको लागि भन्ने नम्बर राखिसकेको छु, त्यहाँ सम्पर्क गरेर राम्रोसँग बुझेर भोलि नै फिल बुझेको नारा पर्सिने भएन गरेर आफ्नो लागि सुरक्षित राख्न सक्नुहुन्छ। र अन्त्यमा तपाईलाई कुन ठाउँमा कति बजेको घर जग्गा चाहिएको छ तल कमेन्टमा लेख्नु होला। आउँदा दिनमा तपाईले भने जस्तै घर जग्गा लिएर आउनु प्रतिबद्धता साथ आजको लागि बिदा हुन चाहन्छु। हस्त नमस्ते, यहाँहरुको दिन शुभ रहोस्।